शरीर र प्राणमा छौँ, तर यो चाहिँ के हो? देखिने ठाउँ मात्रै हो। हाम्रो शरीर पनि परिवर्तन हुन्छ, हाम्रो प्राण पनि चेन्ज हुन्छ, नवीकरण हुन्छ। किनभने हाम्रो ओरिजिनल कुरा चाहिँ जब परमेश्वरको आत्मा र हाम्रो आत्मा चाहिँ कनेक्ट हुन्छ, त्यहाँनिर चाहिँ के हुन्छ? त्यहाँनिर अगमबानी हुन्छ, त्यहाँ चङ्गाइ हुन्छ, त्यहाँ छुटकारा हुन्छ, त्यहाँनिर मिराकल हुन्छ। अब यो हामी जुन समयमा बाँचिरहेको छौँ नि, अब चाहिँ फेरि तपाईँलाई खेलेर गराउने बेला होइन। के हो? मैले वचन बोल्दा बोल्दै तपाईँ निको हुने समय हो। आमेन। मैले तपाईँसँग भेट गर्दै अरू विषयमा गफ गर्दै गर्दाखेरि निको हुने समय हो। त्यो आन्टीले भन्दै थियो, म हरेक कुरा गफ गर्छु अनि यसो ढ्याप मार्छु, मान्छे निको हुन्छ। के भएको यो पास्टरको भन्दै हुनुहुन्थ्यो। समय त्यहाँ पुगिसकेको छ, हामी ढिलो हुनु हुँदैन। अब चाहिँ धक्का दिएर चङ्गाइ हुने समय होइन, समय त्यहाँ पुगिसक्छ। अब चाहिँ मान्छेले हेर्दा हेर्दै निको हुनुपर्छ। किनभने हाम्रो आत्माले के हो? यो हाम्रो आँखाले के गर्नु पर्यो? आँखा के हो अरे? शरीर हो। यो आँखा कहाँ पुग्नु पर्यो? आत्मामा पुग्नु पर्यो। हालेलुया। आत्मामा सबै कुरा कनेक्ट भएपछि मात्रै हाम्रो जीवनहरू चाहिँ शरीरमा चेन्ज हुन्छ। हाम्रो